स्टे टु बी देयर इन रोमानिया। आज चाहिँ के छ भने त्यस्तै स्पेसल के पनि छैन। ड्युटी-स्युटी सक्यो, अब घर जाने प्रयासमा छु होइन। अनि यो लाइन देखिरहेको थियो, यत्रो लामो लाइन पुरै होइन। के होला भनेर सोचेको थिएँ। अनि यसो सोच्दै गरिरहेको थिएँ, अनि यसो यताबाट चाहिँ मैले प्लेन देखेँ क्या। अनि प्लेन गइरहेको रहेछ। म त मिसाल छाडेँ क्या यहाँ पनि सोचिरहेको थिएँ होइन। सातोपुत्लो उडिरहेको क्या एकछिनलाई त ल मा के हो यत्रो लाइन लाइन पुरै छ होइन भनेर। अनि टक्क जाँदैछ जाँदा जाँदै टक्क परेर यो पाहाडहरू पनि देखेँ होइन। अनि यहाँ चाहिँ खतरा भ्यू आइरहेको थियो। अनि त्यसपछि टक्क परेर आज चाहिँ ट्रेन हामी चाहिँ फर्किँदाखेरि जहिले पनि ट्रेन आउने क्या। अनि कति बेर कुरेर बस्नुपर्छ क्या यो बेलामा चाहिँ होइन। अनि कस्तो अल्छी लागिरहेको थियो। यसो बसमा बसेँ कुर्दा 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 के के सोचेँ होइन। अनि दिमाग खराब भयो। अनि फेरि सोच्नै बन्द गरिदिएँ। अनि त्यसपछि फेरि मैले यो प्लेनहरू देखेँ यतापट्टि ट्याक्क परेर होइन गइरहेको दुईवटा दुई साइडमा। यो चाहिँ जेट प्लेनहरू हुने रहेछ कि प्राइभेट जेट प्लेनहरू। अनि यिनीहरूले चाहिँ क्रिएट गर्ने रहेछ त्यस्तो हल्का बादल जस्तो भनौँ न होइन। अनि त्यो देखेँ अनि ए ल भनेर मन ढुक्क भयो। अनि हाम्रो बागमती पनि देखेँ टक्क परेर होइन। अनि यो बागमती चाहिँ किन भन्यो भने यिनीहरूले पनि यहाँ टक्क परेर चाहिँ यो खोलामा चाहिँ होइन यतापट्टिको तलपट्टिको खोलामा चाहिँ यिनीहरूले पनि ढल मिसाएको रहेछ। त्यही भएर पानी चाहिँ कस्तो ब्लर छ क्या होइन। क्लियर जस्ट हाम्रोभन्दा चाहिँ क्लियरै छ भनौँ न। ल आजको लागि यति।